महारानीलाई अब यो महँगीमा शिरबन्दी चाहियो अरे। मैले जानेको छु शिरबन्दी अब यो महँगीमा कहाँ दिन सकिन्छ। महारानी आँचिम्मा गर त मैले तिमीलाई गिफ्ट ल्याइदिएको छु। के गिफ्ट ल्याउनु भयो हजुरले आज मलाई? अब महारानीलाई गिफ्ट नलाई त भएन नि त, तिज आइसक्यो। आँखा चिम्मा गर त। तुम्हारे भनेको बनाइदिनु भयो? क्या हो, आँखा चिम्मा गर न। पैसा चाहिँ मेरै होला। आँखा चिम्मा गर न। महारानीलाई अब केही त नौलो कुरो त ल्याइदिनु पर्यो। महारानीले लाउने ताज त ल्याइदिनु पर्यो नि अब, होइन? शिरमा लाउने शिरबन्दी भनेको मैले त। जे भरे पनि त लाउनु ल्याइदिनु त पर्यो। तिज आइसक्यो। कहाँ म ल्याइदिन्छु नि, आँखा चिम्मा गर न। चिम्मै गर्नु पर्यो त। आँखा चिम्मा गर। सिधा बस आँखा चिम्मा गरेर। नहेर है, मैले हेर भनेपछि मात्रै हेर नि। कहिले बनाउनु भयो त नि? मैले अर्डर दिएको नि। वाउ, महारानी कस्तो दामी ताज देखेको। कत्तोलाहरु गरौँ न त। यसरी लाउने हैन के बाबा, त्यसरी राख्ने हैन। कसरी राख्ने? त्यसरी नि हो। कस्तो राम्रो देखेको छ, महारानी जस्तो देखेको छ। कस्तो हो त नि यो त? अलि अर्कै छ त, के हो? राम्रो छैन? यसरी हान्ने के हो सबैलाई डङ्गे बनाएर? ओ यो महँगीमा कहाँ सुन किन्न सकिन्छ त नि? सुन किन्दिन भए त भन्थ्यो त, हुन्थ्यो त आफै किन्थे त म बरु। यस्तो ल्याएर लाउने हो मलाई? महारानीलाई ताज ठ्याक्क स्वाखा नि त यो सिरपेज। किन होला मैले यसरी हानेर फेरि हेर्नु है मैले के गरिदिन्छु आज तपाईलाई। सिरपेज हो क्या, लगाएर बस्छ एकछिन। कस्तो राम्रो देखिएको थियो, झन् ल्याएर लगाइदिएको माया गरेर। जुठो भाँडा ल्याएर हेर कि कालले खै यार। स्वाहा थियो नि त ट्याक्कै। महारानीले ट्याक्क स्वाहा थियो क्या। आज तपाईले भिडियो सिडियो बनाएर ल्याएर के राम्रो होला त, केही सरप्राइज होला भनेको त। सरप्राइज होइन त त्यो।